सबैभन्दा बुढाले ठान्छ आफूलाई तन्नेरी बुढी भएको थाहा छैन भन्नु पर्ने हिरोनी सबैभन्दा बुढाले ठान्छ आफूलाई तन्नेरी बुढी भएको थाहा छैन भन्नु पर्ने हिरोनी घरमा दुई छाप्न भए नि बाहिर चिरी छ्याक्क खुट्टा तान्ने पानीले पार्यो फ्याक्क फ्याक्क एकैछिनमा माया प्रीति एकैछिनमा धोका भन्छ एउटा पर्छ अर्को उठ्ने भयो झोक यस्तो आयो जमाना मनमा पस्छ चस्का जसले गर्छ गल्ती त्यसलाई लाग्छ झट्का 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 के हुन्छ यो के चाहियो राजपुर हिरोनी हुनलाई लगानी गर्नु पर्यो नि लगानी त्यसै हुन्छ हिरोनी चौरी घरबारीको लाल पूर्जा राखेर भात त्यसले खाने अब अब म हिरोनी हुन्छु अनि किन खानु पर्यो भात त्यो धतरी कुरो छ नि 16 वर्षीय तरुणले बिहारमा पाउँछु भनेर जति पैसा चलायो भने दिन्छ त्यसले हेर अनि त्यो अर्को चाउरी बुढी छ नि हिरोनी बन्न पाउँछु पुरस्कार भनेर त्यो आफ्नो भएको छोरो त्यो बुढोलाई पनि दिन्न पछि हर्दिनु हनुमान छन् आज पेटी भनेको क्या 8 लाख 16 वर्षलाई नमस्ते कति ढिलो गर्नुभयो म तपाईँलाई कुद्न बसिरहेको छु गरेको थियो कति गएको थियो भने सिङ्गो पुलिसहरूले दिमाग खराब गरिनु बाटोमा किन के गर्नु भएको थियो र उहाँलाई पता मैले के गर्नु उसलाई उसले झन्डै 1 करोड लगानी गरेको छु कम्प्लिट भएकै छैन किस्तीको क्यान्डटी सबै ड्यामेज भएको त तपाईँलाई पनि थाहै छ केही पिरले त्यो त पागलै भएछन् सर बाटोमा जथाभावी बोज्दै हिँडेको रहेछ मलाई देखेर छ्याप्रो ढुङ्गाले टिपेर हाने झन्डै लागेको भित्रको पौडुसलाई त डाइरेक्टर डुबेको 40 लाखमा टप कलाकार राखेर राम्रो फिल्म बनाउँछु भन्नुभयो अहिले 1 करोड खर्च गर्दा पनि पिक्चर कम्प्लिट गर्न सकेको छैन पिक्चरको प्रोड्युसर पागल नभएर के गरोस् यस्तै हुन्छ प्रोड्युसरको हालत जबसम्म प्रोड्युसरले कुन निर्देशकले राम्रो फिल्म बनाउँछ कस्तो फिल्म दर्शकले मन पराउँछ कस्तो फिल्म बनाउनु पर्छ समय परिस्थिति अनुसार नबुझ्दाखेरि प्रोड्युसरको हालत यस्तै हुन्छ फिल्म बनाउँदा फिल्ममा राम्रो अनुभव भएको डाइरेक्टर पढेर लेखेको डाइरेक्टर लिएर फिल्म बनाएको भए त्यो प्रोड्युसरले टन्न पैसा कमाउँछ मेरो फिल्ममा सबै डाइरेक्टर प्रोड्युसरले नयाँपन छ नयाँ चिज छ भनेर सबै दर्शकलाई झुक्न खोज्छ सबैको कति कहाँ छुट्छ अब दर्शकको सोचाइ परिवर्तन भएको छ चेतना जाएको छ अझै पनि दर्शकले पुरानो ढर्राको चलचित्र मनपराउन छोडिसके दर्शकले त अहिले नयाँपन खोजिरहेको छ जबसम्म नेपाली चलचित्रमा मुर्गा फसाएर मौज मस्ती गर्ने डाइरेक्टर रहन्छन् तबसम्म नेपाली चलचित्रको स्तर माथि बन्न सक्छ मलाई त यही ठाउँमा बोलाएको छु यही टाइममा थियो
तपाईँले मलाई 9 बजे त बोलाउनु भएको हो नि। होइन त कति बजे? 9 बजेर 7 मिनट त गयो। जब 7 मिनट पनि कस्तो हुनुहुँदो रहेछ। ठिक्काहरू अब हिरोनी बन्ने मान्छेले जब 7 मिनट भन्ने थाल्यो भनेदेखि त उयो आलु। अस्ति मेरो साथी डाइरेक्टरले 6 बजेदेखि सुटिङ राखेको, हिरोनी आइपुग्यो 7 सेकेन्ड ढिलो। त्यो हिरोनी पनि त्यो फिल्मदेखि नै आउट। त्यो पनि मैले भनेर हनुमान सर त्यो खबर त हामीले पत्रिकामा पढे होइन र? तपाईँले यस्तो हुँदो रहेछ बिराले भनेर भने होइन? त्यो डाइरेक्टर कहाँ तपाईँको साथीहरू रे? ठिक्कालु मलाई बिचमा जान्ने हुन भनेर कसले भने? कुरै नबुझिकन प्लाच्च बोल्छ यो बिरालो। त्यही भएर यसको नाम कुकुरबाट बिरालो राखेर मैले। त्यस कारण सुटिङको बेला समयमै आउन सकेन भनेदेखि बर्बादै हुन्छ। फेरि डाइरेक्टरले कस्तो टाइममा नआउने हिँड्नु पठाइदिनु भएछ हनुमान सर भनेर भन्छ। हनुमान सर तपाईँ ढुक्क हुनु। भोलि बिहान 6 बजे सुटिङ छ भने सुटिङको बेला त म अघिल्लो दिनै राति गएर त्यहीँ सुत्छु। हिरोनी बन्न चाहिँ कहिले हो कहिले टन्न पैसा लाग्छ भन्नुभयो। अनि मैले त घर बारी भित्र राखेर पुरै 5 लाखको चेक ल्याएको छु। कस्तो 5 लाख ठिक छ। अनि हिरोनीको एग्रिमेन्ट गरिदिनु न मलाई। एग्रिमेन्ट भने होला त्यो त म डाइरेक्टर साहबले भेटाएपछि गरिदिइहाल्छु नि होइन बिरालो? पहिले डाइरेक्टर साहबलाई भेटाइदिनुहोस् न। चेक चाहिँ मैले दिइसकेँ तपाईँलाई। ठिक्कालु मेरो विश्वास नगरेको हनुमान सरको विश्वास नगर्ने, जब 5 लाखको विश्वास नगर्ने टाउको दुखेर आइसक्यो। मलाई 10 लाख रुपियाँ दिन्छु मलाई हिरोनी बनाइदिनुहोस् भन्ने कस्ता कस्ता तरुणीहरू है 16 वर्ष 17 वर्ष कति कलकलाहरूले कति भन्न आए। जब चाउरी बुढीलाई हिरोनी बनाइदिन्छु भन्दाखेरि पनि चिटचिट गर्ने, मलाई अन्विश्वास गर्ने। बिराले के गर्नु अब? ल तिम्रो चाहिँ तिमीले राख, म तिमीलाई हिरोनी बनाउनु सक्दिनँ। बरु अर्कै केही हिरोनी बनाइदिन्छु म। यस्तोसँग कुरा गरेर हुँदैन क्या? हनुमान शर्मा रिस उठेपछि टाउको दुखेपछि हुँदैन, कुरो मिल्दैन। हनुमान शर्मा रिस उठेपछि कत्रो कत्रो हिरोनी हुने कुरा त मैले हिरोनी बन्ने भनेर घर बारी भित्र राखिसक्यो। अब हिरोनी नबन्ने जाउँ भने गाउँले के भन्छन्? कसरी मुख देखाउने? लिनुहोस् न यो चेक अनि गएर ब्याङ्कमा पैसा साट्नुहोस्, मलाई हिरोनी बनाइदिनुहोस्। मैले केही गल्ती गरेको छु भने मलाई माफ गरिदिनु होला हनुमान सर। भइगयो नि त हनुमान सर, एकचोटिले माफ गरिदिनु नि त। यो बिरालोले पनि भनिहाल्यो होइन, एकचोटिले माफी नै भयो। तर अर्कोचोटि यस्तो किचुस गर्नु होइन नि फेरि। हस् हनुमान सर गर्दिनँ। ल ठिक छ, हिरोनी हुनु भयो अब तिमीलाई हनुमान सर। अनि म हिरोनी कहिले बन्छु? अब हिरोनी बन्ने जस्तो कुरो हो, 1 महिनामा लागिहाल्छ नि। ढुक्क भएर बस्नुहोस् न। मेरो हिरो चाहिँ हनुमान सर। मलाई त राजेश हमालसँग हिरोनी भएर फिल्म खेल्न मन लागेको छ। मेरो डाइरेक्टर साथीले तपाईँको हिरोनीले जुन हिरोसँग खेल्छु भनेको छ त्यही हिरोसँग खेलाइदिन्छु भनेको छ। तपाईँ ढुक्क भएर बस्नुहोस्। अनि त्यो फिल्ममा कतिवटा गीत छन् हनुमान सर? पानीमा भिजेर नाच्ने गीत पनि राखिदिनु छ मलाई त। त्यही फिल्मबाट हिट हुनेछ। हुन्छ हुन्छ, भति उम्लेको तातो पानीमा डुबेर नाच्ने गीत राखिदिनु भनेर भनिदिन्छु। मेरो मतलब पानी नै तातिने गरी हट सङ राखिदिनु भनेर भन्नु होला। हो त चौरी, सरी चौरी हो भनेको चञ्चला म्याडम। अब हामी लाग्छौँ है, अब 1 हप्तापछि हामीलाई कल गर्ने है।
हनुमान छ ओके ओके हिरोनी हुने भयो पैसा दुःख पनि भात त डुब्दैन नि भाउ भात खाँदा नि छोरो यस्तो लक्ष्मीरो साथी पनि यस्तो नकली म त बर्बादै परिसकेँ कसले चोर्यो मेरो मन कसले चोर्यो मेरो मन कसले चोर्यो तिनीहरूलाई बसी बसी नाति भएको नि बोलाएकी क्या हो झट्का 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 किन काटेको कुखुरा जस्तो फटर फटर गरिरहेछ भोग लाएर मजा लगाइसके बाउ नसल पठाएर के गर्नु त तेरि आमा हिरोनी बन्छु भनेर घर बारी बन्दकी राखेर पैसा झिकिहाले अब त्यो पैसा डुबिहाल्यो भने हामी के खाने केही काम त गर्नु पर्यो नि पैसा डुब्यो भने भात त डुब्दैन नि भात खाँदा नि छोरो यस्तो लक्ष्मीरो साथी पनि यस्तो नकली म त बर्बादै परिसकेँ मान्छेलाई भोक लगाइरहेको बेला धेरै रिस नउठाउनु है बाउ अब सधैँ घरमा बसेर भोक लाग्यो भनेर हुँदैन केही काम गर्न जाऊ के काम बाउ जाने काम भए पनि गर्नु पर्यो नि दिनको 500 रुपियाँ दिन्छ एक दिन काम गरेको 500 रुपियाँ दिन्छ बाउ दिनको 500 रुपियाँ दिन्छ त्यसो भए आज म काम गर्न जान्छु म आज धेरै बिजी छु के काम गर्छ बिजी हुन्छ हिजो राति सपनीमा मैले बाटोमा 1000 रुपियाँ भेट्टाएको थिएँ बाउ त्यही भएर अहिले बाटोमा खोज्नु हिँड्नु जानु परेन ज्यामी काम गऱ्यो भने 500 रुपियाँ मिल्छ बाटोमा हिँड्दै खोज्दै गयो भने 1000 रुपियाँ मिल्छ अनि किन गर्नु पर्यो नि ज्यामी काम हिरोनी बन्छु भनेर घर बारी पनि बन्दकी राखिहाले केही गरी त्यो पैसा डुबिहाल्यो भने हेर्छु नि के खाँदो रहेछस् चञ्चला हिरोनी कहाँको यो गनाउने पाख्यो बुढो के कुरा मिल्छ तिमी किन पाके भएको तिमी पनि जाऊ न आमासँग हिरो बन्न चुप लाग्छ
यति राम्रो नयाँ रहेछ कुकुरले जस्तै देखिन्छ। अनि मुस्कुराउनु फेरि मुस्कुराउ धतिरी बुढालाई कुकुरी जस्तो देखिन्छ कि स्वर्गको घर जस्तो। तिम्रो त्यो घोस्टिग्रेसित छ जस्तो अनि मलाई किन नअस्त खान्छ। नमस्कार पनि जिस्किनुहुन्छ। झट्का झट्का एउटा कुरा माया प्रीतिका गरौँ भने पनि त्यो घोस्टिग्री आएर पोटे छुट्टी छ के गर्ने होला त। यो बाटोमा त त्यो घोस्टिग्री भर्खर लिएर आउनु सक्दैन नि। यही मौकामा मेरी मैयासित म मनको कुरा गर्छु। हाई मैया यति राम्रो नयाँ रहेछ कुकुरले जस्तै देखिन्छ। अनि मुस्कुराउनु फेरि मुस्कुराउ धतिरी बुढालाई कुकुरी जस्तो देखिन्छ कि स्वर्गको घर जस्तो। तिम्रो त्यो घोस्टिग्रेसित छ जस्तो अनि मलाई किन नअस्त खान्छ। धतिरी बुढा आज मेरो बहिनीको ढुला खाना पुगेन फेरि भयो। धतिरी बुढा यो त आफ्नै बहिनी छ मेरो बहिनी हो न। तँलाई त मेरो खुट्टाको जुत्तामा राख्न मिठो आउँदैन। तिमी पनि 21-22 वर्षकी भइसके। 21-22 वर्षको बुढीसित म पछि लागुला त। मैले त यसो टाइम पास पो गर्न खोजेको। मेरो त हेर 15-16 वर्षकी कलकलाउँटी सुकुमारीसित बिहे हुँदैछ भाइ। तेरो त उमेर पनि 21-22 अनि कुमारी पनि मेरी हुनेवाली दुलै छ उमेर पनि मात्र 16 वर्षकी एकदमै सुकुमारी छिन्। यो धतुरी बुढो त दौला छ। हिरोइन भेटे यो फिल्ममा हिरोइन खेल है खेल न खेल है जसरी पनि अब के गरौँ खट्टे नखेल नमस्कार
प्रोड्युसर साहब पनि जिस्किनुहुन्छ। अस्ति नि डाइरेक्टर साहबले उहाँको बाउको हिरोनी बनाउँछु भन्नुभयो, बनाउनु भएन। अहिले मैले फोन गरेँ भने फोनै उठाउनुहुन्न। बल्ल बल्ल प्रोड्युसर साहब भेट हुनु भएको, त्यही पनि जिस्किनुहुन्छ। प्रोड्युसर साहब म त एउटा फिल्ममा हिरोनी खेल्दैछु नि। म पनि मेरो एउटा नयाँ बन्ने फिल्ममा हिरोनी खोज्दै हिँडेको भनेको। भेट मेरो फिल्ममा खेल्ने हिरोनी, तिमीले चाहिँ मेरो फिल्ममा हिरोनी खेल्नै पर्छ है। साँच्ची प्रोड्युसर साहब, तपाईँले बनाउन लागेको फिल्मको नाम चाहिँ के नि? मेरो फिल्मको नाम गाउरे बुढी। सबैभन्दा बुढाले ठान्छ आफूलाई तन्नेरी, बुढी भएको थाहा छैन बन्नु पर्ने हिरोनी। सबैभन्दा बुढाले ठान्छ आफूलाई तन्नेरी, बुढी भएको थाहा छैन बन्नु पर्ने हिरोनी। घरमा दुई ठाक नभए नि बाहिर चिडी च्याट, खुट्टा तान्ने बानीले पार्यो फ्याट फ्याट। एकैछिनमा माया प्रीति, एकैछिनमा धोका, भन्छ एउटा घर्छ अर्को उठ्ने भयो झोक। यस्तो आयो जमाना मनमा पर्छ चस्का, जसले गर्छ गल्ती त्यसलाई लाग्छ झट्का। झट्का 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 झट्का।